चट्ट छुट्टीको दिन है गाइजहरु अंगुर खाँदै हामी चाहिँ आउने हाम्रो दाइ एकदम यहाँको फ्रेस अंगुर खाँदै हामी हैन यो हाम्रो आफ्नै बारीको खुदको स्वयंको हामीले चाहिँ यहाँ युरोपमा घरसर खरिद गरिसकेको छौं तपाईहरु नपत्याए घर हेर्नु होला हाम्रो जम्मै हाम्रो जग्गा यता यो यिनीहरु चाहिँ हाम्रो जग्गा हो हामीले त्यहाँ यो भाइ चाहिँ हाम्रो कामदार कुक यो भाइ चाहिँ हाम्रो कामदार हो हैन हुन्छ कामदार अनि यो भाइले आज खन्नु पर्ने छ त्यो बारीहरु त्यहाँ हामीले अब के रोप्न लाग्दै छौं त्यो बारीमा लसुनहरु त रोपिसकेका छौं यतातिर आलु छ हाम्रो प्याज पनि छ अंगुर आफ्नै हो त्यो त्यही अंगुर हो यो हामीले खाँदै गरेको है त्यहाँनेरि अंगुरको झ्याङ प्याज पनि छ त्यहाँ प्याज पनि छ त्यहाँ अनि यो भाइ चाहिँ हाम्रो यहाँ हामीले नेपालबाट बोलाएको काम गर्नलाई काम गर्नलाई बोलाएको यो भाइलाई चाहिँ अलिअलि पैसा दिएर हैन अनि आज पनि छुट्टी छ अनि टक्क अंगुर खाँदै यो भाइ चाहिँ मेरो कामदार हो खाँदै बसेर खान्छौ तिमीहरू नेपालमा सुतेर मुला अरूको नेपालमा सुतेर अरूको खुट्टा तानेर अरूको कुरा काटेर यस्तो अंगुर खानु पाउँछ खाली रवि लामी खाने कुरा काटेर हुन्छ ए अंगुर यसरी खाने हो है काम पनि गर्नुपर्छ अंगुर पनि खानुपर्छ अंगुर खाने भए है युरोपतिर रवि लामी खानेको कुरा नगरिकन त नकाटिकन त नेपालीहरुलाई त उनी पत्दैन खाएको नि पत्दैन कमाइ नि हुँदैन दाइ चाहिँ रवि लामी छानेको फ्यान फेरि एकदम बिग फ्यान मलाई चाहिँ पोलिटिक्समा चाहिँ इन्ट्रेस्ट छैन त्यही भएर तिमीहरू अंगुर खाने भए है यतातिर गाइजहरु यहाँ मेरो कामदारले पनि खाइरहेको छ अंगुर मुला मेरो कामदारले सुत्दा यसरी अंगुर खान्छ यार देखाइ मुला हेट बादल भाइ चाहिँ मेरो कामदार हो हैन ए कामदारले सुत्दा अंगुर टिपेर ल्याइदिएको थिएँ भाइले खाइरहेछ अब जे होस् ल हेर न मानेर खाइरहेछ कामदारलाई धेरै माया गर्यो भने टाउकोमा टेक्छ भनेको यही हो यहाँनिर त टेकी त हालो